हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। नयाँ दिन नयाँ ब्लगमा तपाईँहरूलाई स्वागत छ मेरो भिडियो युट्युब च्यानलमा। अन्त मैले चाहिँ मिनी ब्लग बनाएको। किन चाहिँ इभिनिङ बनाएको भन्दाखेरि चाहिँ त्यस्तै बहिनीलाई पुऱ्याएर आएको हो। अन्त हामी चाहिँ यहाँ सर्टकट बाटो गएको नि त, बारी त गाइस हो। अन्त चाहिँ म चाहिँ डम्पिटर आएको थिएँ, मौली हो मामाको घर। अन्त गाइस हामी यहाँ दुईजना छु हो, मेरो बहिनी। त्यस्तो छ यो बारीहरू, यसमा त धान रोप्छ हो गाइस। यो धान काटिसकेको हो। यस्तो छ है टम्पेटरको। यो चाहिँ हामी सर्टकट बाटो आएको, यताबाट आएको हो। ग्रिन कलरको च्यादर देख्ने चाहिँ हाम्रो बहिनीहरूको त्यहाँ घर छ, होमस्टे पनि छ हो। अन्त हामी यहाँ जाँदैछु, हामी अहिले यहाँ आइपुगे हो। यो चाहिँ हाम्रो बारीहरू हो, यहाँ मामा घरको बारी हो। यो चाहिँ यता तल्लोपट्टि अजारको हो यो बारीहरू चाहिँ। अन्त यो चाहिँ यहाँदेखिको यो बिचको बाटोदेखि उता चाहिँ डल्लै हाम्रो यहाँ मावली गाउँको यहाँनिर मामाहरूको हो बारीहरू। यसमा चाहिँ धानहरू रोप्छ हो। अन्त यो चाहिँ सानो कुलो, हामी पहिला चाहिँ हामी यहाँ डम्फिटारमा यहाँ बसेको हो नि त कि। हामी यो कुलोमा चाहिँ नुहाउनु, लुगा धुनु, खेल्नु आउँथ्यो यहाँ कुलोमा चाहिँ गाइस। यहाँनिर यो खोलामा चाहिँ हो, यो पनि हो बारी मामाहरूकै हो। अन्त हामी जाँदैछु, यहाँ बहिनी जाँदैछ। उयो घर देख्दै गरेको मामाहरूको घर हो हाम्रो, मौली घर हो। दोकान छ त्यहाँ अगाडि हो गाइस। हामी जाँदैछु हो। यो बारीहरू सबै हो हाम्रो मामाहरूको। यहाँ चाहिँ सबै धान लाउँछ नि त। अहिले त अस्ति अब धान लगाएर पनि काटिसक्यो। सानो अब फेरि लाउँछ हो बर्खामा हो। अन्त चाहिँ यस्तो छ ए। हामी जाँदैछु यहाँनिर हो। चाहिँ काँक्राको बोट हो, काँक्रा हो। अन्त हाम्रो यहाँनिर चाहिँ अम्बकको रुख थियो पहिला नै हो, काट्यो यहाँनिर हो। अन्त के अरे यस्तो छ हो। लिचीको बोट हो यो, लिची फुल्दै रहेछ हो। अन्त चाहिँ हामी जाँदैछु, हामी आइपुगे हो गाइस हो। यस्तो छ जग्गा चाहिँ। यो चाहिँ हाम्रो मामाहरूको दोकान, होलसेलर। गाडी कुद्दैछ, यो पछाडि चाहिँ घर हो। हामी यहाँ घर आइपुगे, यो चाहिँ मामाहरूको घर हो हो। अन्त गाडी चाहिँ मामा हो। यो हाम्रो पुरानो किचन हो गाइस हो। यो चाहिँ यहाँनिर पोसेली छ हो। यहाँनिर सजना टिभी दिनुभएको छ हजुरले हो। अन्त त्यहाँबाट सुतेर उठ्दैछ यहाँ भाइ। अनि यहाँ नगी खाने चामल, चम्पासरी धानको खोलेतिर खाने चामल दिनुभएको छ हो। यहाँ पुसी छ सानो अरे पुसी हो। यहाँ हेर्दैछ, यो चाहिँ आइसक्रिमको फ्रिज। अब आइसक्रिम बेच्नुहुन्छ अरे हो। अन्त चाहिँ यहाँनिर चाहिँ पछाडि सुपारीको बोटहरू पुरा सामान छ हो। अन्त यहाँ गाईको गोठ, सजना फुल्दैछ, सजना गोठ यहाँ पनि छ, उयो पर पनि छ हो। रुख सजना, त्यो परको चाहिँ ट्याङ्की बनाएको अरे, पानी ट्याङ्की होइन। सप्लाई त्यहाँबाट चाहिँ सप्लाई हुन्छ पानीको हो। 7 तले चाहिँ बनाएको रहेछ हो। माथिनिर यो पानी चाहिँ अब सबै जग्गा जाने, तल दुधेतिर पनि जाने हो। यो ट्याङ्की बनाएको पानीको यस्तो छ है गाइस। कुखुराको चल्ला कारू यस्तो छ हो। बिरालो कुदेको यस्तो छ। गरम थियो
यहाँ बाटोमा गाडी पुरा हिँड्छ यहाँनिर पिकनिकको सिजनमा हो स्पोर्ट्सहरू गाडी हिँडेर हो गाइस अन्त कुखुराको खोर हेर्नुहोस् न गाइस यहाँ हजुर कुखुराको खोर हो अन्त यहाँ छ बाख्राहरू यहाँ अजीले चाहिँ बाख्रालाई चारो दिँदै रहेछ दाना बाख्रा बाख्रा अजीले दिँदैछ छ जग्गा चाहिँ हो बस्ती एरियै हो सजना फलेको हेर्नुहोस् कहिले हो माथि डाँडामा जाको लागि गाइस हामी चाहिँ अघि घर आइपुगे हो माथि ममलीबाट अन्त म चाहिँ भोलि घर फर्किन्छु ससुराली हो म चाहिँ यहाँ माइत घर आएको थिएँ नि त हिजो मोरोमा अन्त त्यहाँबाट चाहिँ म अघि आइपुगेँ हो यो भिडियो चाहिँ म यहीँ एन्ड गर्नेछु हो गाइस मेरो च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनु होला हो गाइस अन्त चाहिँ यस्तो छ रातिको अन्त चाहिँ आमाले खाना बनाउनु भयो हो च्याउ बनाउनु हुँदैछ मसरुम पकाउनु भयो यहाँ कुकरमा चाहिँ भात हो यहाँ चाहिँ मसरुम बनाउनु हुँदैछ यहीँ हो गाइस अन्त त्यहाँबाट चाहिँ म यो भिडियो चाहिँ यहाँ एन्ड गर्ने रहेछु